13 जनवरी 2026 मा भारतको पश्चिम बङ्गालमा निपा भाइरसको संक्रमित फेला परेको छ। यो भाइरस यति खतरा छ कि यसको केस फ्याटिलिटी रेट अथवा मृत्यु दर 40 देखि 75% रहेको छ। ताकि 100 जना मानिसमा संक्रमित भयो भने 40 देखि 75 जना मानिसको मृत्यु पक्का हुनेछ। आजको यस भिडियोमा कुरा गर्नेछौँ निपा भाइरस के हो, कसरी सर्छ, किन यो कोरोना भाइरस भन्दा डेन्जर छ र के यो नेपालमा आउन सक्छ। नमस्ते साथीहरु, म भूपेन्द्र परियार। निपा भाइरस एक जेनेटिक भाइरस हो। जेनेटिकको अर्थ जनावरबाट मानिसमा सर्ने भाइरस हो। यसले यो रोग मुख्य रूपमा जनावरबाट मानिसमा सार्ने गर्दछ। WHO अथवा विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस सबैभन्दा पहिला मलेसियाको काम्पुङ सुङ्गाई नेफा भन्ने सानो गाउँमा सेप्टेम्बर 1998 मा देखा परेको थियो। त्यसैले यो भाइरसको नाम निपा राखिएको हो। यही समयमा लगभग 265 जना मानिसमा संक्रमित देखियो भने करिब 105 देखि 9 जना मानिसको मृत्यु भएको थियो। भारतमा पहिलो पटक निपा भाइरस सन् 2001 मा पश्चिम बङ्गालको सिलिगुडी क्षेत्रमा देखिएको हो। सन् 2001 पछि 2007 मा नाडियो जिल्लामा फेरि निपा देखियो र सोही 13 जनवरी 2026 मा भारतको पश्चिम बङ्गालमा देखा परेको छ। यही क्षेत्रमा निपा भाइरसमा 2 पुष्टि भएको केस फेला परेको थियो। संक्रमित हुनेमा एक निजी अस्पतालका नर्सहरू थिए। नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले 13 जनवरी 2026 मा संक्रमित भएको पुष्टि गरेको छ र विश्व स्वास्थ्य संगठनले 26 जनवरी 2026 मा पुष्टि गरेको छ। अनि 26 जनवरीमा भारत सरकारले WHO लाई आधिकारिक रूपमा पुष्टि प्राप्त केसहरू बारे जानकारी गरायो। अहिले 110 भन्दा बढी सम्पर्कमा आएको व्यक्तिहरूलाई निगरानीमा राखिएको छ र सोही सम्पर्कमा आएको व्यक्तिहरूको रिपोर्ट नेगेटिभ देखिएको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले बताएको छ। निपा भाइरस फ्रुट्स बेट्स भन्ने चमेरोले सार्छ र यसलाई फ्लाइङ फक्स पनि भनिन्छ। यो टेरोपस प्रजाति अन्तर्गत पर्दछ। यो चमेरो दक्षिण र दक्षिण पूर्वी एसिया, हिन्दू महासागर क्षेत्र र समुद्रको भागहरूमा पाइन्छ। यो भाइरस चमेरोबाट अन्य जनावरहरूमा चमेरोले टोकेको फलफुल र उनीहरूको र्याल, पिसा, बिस्टाले दूषित पारेको घाँस र पानी अन्य जनावरले खाँदा, चमेरो बस्ने ठाउँ जस्तै गोड नजिकैको रुखहरू, बाटो, उनीहरूको मलमूत्र सिधै जनावरको सम्पर्कमा आउँदा यो भाइरस जनावरमा सर्छ। विशेष गरी सुँगुरमा सर्ने गर्छ। यो जनावरबाट मानिसमा दूषित फलफुल र मानिस बीच सर्ने गर्दछ। निपा भाइरस कोरोना भाइरस भन्दा धेरै खतरनाक मानिन्छ, तर कोरोना भाइरस जस्तै छिट्टै फैलिन भने सक्दैन। निपा भाइरस कोरोना भाइरस जस्तै तीव्र हावाको गतिमा नसर्ने भएकाले छिट्टै फैलिन सक्दैन। यो भाइरस फैलिनलाई प्रत्यक्ष सम्पर्क वा दूषित खानपान रहेको छ। मृत्यु दरको रूपमा हेर्दा कोभिड-19 1 देखि 2% थियो भने निपा भाइरसको 40 देखि 75% रहेको छ। ताकि 100 जना कोभिड संक्रमित बिरामीमा 1 देखि 2 जना मर्छ भने 100 जना निपा भाइरस संक्रमितमा 40 देखि 75 जना मर्ने बताइएको छ। त्यसैले निपा भाइरसलाई कोरोना भाइरस भन्दा खतरनाक मानिएको हो। नेपालमा अहिलेसम्म कुनै पनि निपा भाइरसको संक्रमित देखा परेको छैन, तर छिमेकी देश भारत भएकाले खुल्ला सिमाना र आउट जाउट घरपालुवा जनावर र यो भाइरस सार्ने टेरोपस प्रजातिको चमेराहरू नेपालमा पनि प्रशस्त मात्रामा पाइन्छ। त्यसैले नेपालमा पनि उच्च जोखिम रहेको छ। अर्को भिडियोमा यसले शरीरमा देखा पर्ने लक्षण र असर गर्ने अङ्गको बारेमा कुरा गर्नेछौँ। हस्, धन्यवाद।